So hello guys, welcome छ सबैजनालाई, वेलकम टु माई च्यानल। सो अहिले हामी चाहिँ न्यू इयरको प्लान है, स्पेसली न्यू इयरको चाहिँ हामी अब वागातिर जाने कुरा भयो है फाइनली। केही छैन यार, केही दुई शब्द जाओस् न यार, एक दुई दाउदोस् दुई शब्द जाओस्। नयाँ वर्षको यो नव वर्ष 2082 को शुभ लक्ष्यमा यहाँहरू सम्पूर्णमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना, मङ्गलमय कामना, त्यही नै हो। 15 minutes later. सो फाइनली हाम्रो आइपुग्यो, हाम्रो लास्ट आउने साथी चाहिँ यही हो है। ओजा दोस्त चाहिँ जहिले पनि लास्ट गर्छ यो मान्छे चाहिँ, जहिले लास्टै गर्छ। दुई शब्द जाओस् न त तिम्रो। 5 minutes later. के पैसा झर्यो, पैसा झर्यो, ओ पैसा झर्यो। सो गाइज फेरि एकजना कुर्दैछ है, हामी चाहिँ सुनखेततिर छौँ है, हामी चाहिँ अहिले सुनखेततिर। Stay tuned guys, stay tuned. A few inches later. Sehana manma urai layo ki awara samle. हाम्रो उमेश दोस्तको राइडिङ चाहिँ एकदम बवाल छ है गाइस, त्यही भएर हामी कुरिरहेको छौँ है, बिस्तारै कुरिरहेको छौँ। हाम्रो अब रेसिङ खेल्ने अब मान्छे होइन, अब के भन्ने होइन, रेसिङ अब बाइक रेसिङ खेल्ने मान्छे स्कुटीमा परेपछि त्यही हो कि, चलाउन अलिक जानेन छ कि केटालाई, अलिकति सानो सानो आउँदैछ पछाडि। ए आइपुग्यो है, ल आइपुग्यो है गाइस पछाडि। 5 minutes later. सो गाइस अहिले चाहिँ हामी ठ्याक्कै भैरमकोट आइपुग्यो, यो चाहिँ भैरमकोटको स्कुल हो। सो बल्ल भैरमकोट आइपुग्यो हामी, एकछिन हल्का ब्रेक गरेको, अब लाग्ने हामी है, अब लाग्ने भेटाउनु पर्छ गाइस। लास गाइस अब चाहिँ अब राम्रो, अब रियल बाटो आयो है गाइस, अब चाहिँ अब गाउँको रियल बाटो आइपुग्यो है। Twenty minutes later. थुलिसको बस अगाडि, थुलिसको बस, थुलिस। हेलो ह्यापी न्यू इयर। सो हामी चाहिँ अहिले मेगाङ डाँडामा छ है गाइस। वागाको यात्रा अब कम्प्लिट हुन लाग्यो हाम्रो होइन। बाई के छ, ठिक छ नि? न्यु इयर कस्तो भइरह? पछाडि बसेर अब छाकछिक भइसक्यो सबै, अब जस धुलो मजाले खाइरह है। धुलो पनि हिलो पनि। 5 minutes later. सो गाइज वागामा आइपुग्यो है हामी चाहिँ, वागामा आइपुग्यो, भर्खर टक्क आयो है। ढिला भयो, अलिक ढिला भनौँ, ठिकै हो यो टाइममा चाहिँ। क्राउड चाहिँ एकदम मस्त छ है, पछाडि हेर्नु होला गाडीहरू है, मस्त गाडी बाइकहरू एकदम लटअप छ है। जस रमाइलो भइन्न मान्छे चाहिँ एकदम लटअप हुन्छ है गाइज यहाँ चाहिँ वागारामा। हाम्रो यता नुवाकोटदेखि धादिङदेखि रसुवाको पनि आउनुहुन्छ है मान्छेहरू सबैजना भ्रमणको लागि।
A few inches later. ल वागा रातिर पुग्दैछौँ हामी गाइज हेलो गाइज सानो भ्लगमा सबैलाई वेलकम छ सानो भ्लग लेट्स गो घोर से देखो इक्सकको हो गया आधामा यहाँ फर्क्यो त घोर से देखो इक्सकको हो गया यही हो है 5 रुपियाँ चोरेर भाग्ने हो क्या गजब बेइज्जती है 2 रुपैयाँ चोरे हैन वागाको पानी चाहिँ सुक्या छ कसो केटो ल ह्याप्पी न्यु इयर हेलो सो लास्ट चाहिँ क्राउडेड छ है गाइज अहिले चाहिँ है एकदम क्राउड छ मुसो जवान छ ल अच्छा हाम्रो देवालीको टोलीहरू भेट भयो यहाँ आयो ल चट्टा लगाएर सबैजना खुसी लाग्यो ह्याप्पी न्यु इयरमा भेट भयो सबैजना 5 वर्षपछि भेटायो गाइस उही झन्डै ठोक्यो ल झन्डै ठोक्यो यतिको ग्याप बन्यो यतिको ग्यापमा झन्डै ठोकेको है यति झन्डै ल चारैतिर हरिभरि है गाइस रह नहीं जाता तड़प ही ऐसी है ना सो हामी चाहिँ माथितिर जान लाग्छ है डाँडातिर वागाको माथि डाँडातिर सो लेट्स सी यु गाइस देयर है माथितिर है सानो भ्लगमा सबैजनालाई वेलकम छ गाइस मुसुडन 2 शब्द जाओस् भ्लगमा केही पनि हैन केही पनि हैन 3 शब्द भयो त्यो त ओ हाम्रो अर्को भ्लगर छ गाइस ल मोटो भ्लगर है ल सबै दोस्त के छ जर्नी कस्तो हाम्रो यात्रा कस्तो हुँदैछ यात्रा यार वरिपरि हरियाली छ बाटो देखेन तपाईहरुले यार बाटो देखेन चस्मा लगाओ के कैसे लोग रहते हैं यार यहाँ पर लट्स अफ गाइज हियर सानो अंग्रेजी सानो तामा फिली लिली सानो अंग्रेजी स्टेजको चाहिँ के को जात्रा हो त्यो लहै गोले नानी चस्मा दे पुबिरा ल वागराको भाइरल ठाउँ है यो चाहिँ वागराको है एकदम अब मिडियातिर सोसियल मिडियातिर देख्ने साइड चाहिँ है गाइज हामीले वागरा यो उता साइड देख्न सक्नुहुन्छ तपाईँहरूले किमताङ है गाइज त्यो डाँडाको चाहिँ त्यो चाहिँ किमताङ हो बर्सुन्चेत भने चाहिँ यता तलतिर पर्छ त्यो किमताङ हो त्यो ठुलो देखिरहेको त्यो चाहिँ त्यो स्कुल हो सो सोसियल मिडियाको भाइरल चाहिँ यो हो एकदमै वागाको एकदम भाइरल स्पट चाहिँ यही हो सोसियल मिडियामा भाइरल भएको जम टोलीहरू ल अबि यस्तो छोड्नेहरूलाई देखाइदिनु पर्छ जम सर हिँड्ने मात्रै हो कि ए फ्लास हानिदिनु पर्यो अड्क्यो फ्लास हान्नु पर्यो यो भएन यो माल अलिक ठुलै गयो जस्तो छ आइसक्रिमवाला भाइ हाम्रो यहाँ कोलनदेखि यहाँ आउनु भएको चाहिँ व्यापार गर्नलाई एकदम चेन्ज गर्नुपर्छ म बस्छु घन्टा कति दिने हो सो एक्लै छु है गाइस म चाहिँ अहिले चाहिँ सबै साथीहरू टोलीहरू चाहिँ त्यहाँ माथि घुम्दै कहाँ गयो निस्क्यो सबैजना म चाहिँ एक्लै भयो सो एक्लै भएर म चाहिँ अनि माथि उतातिर अर्को साइड डाँडातिर चलिदिन्छु भनेर लाग्दै है गाइस
5 minutes later. मस्त ट्रेकिङ गा जस्तै हुने लगभग यो उकालोले त्यो ट्रेकिङ याद दिलाइदियो वागाको टपमा है यो चाहिँ गाइस उतापट्टि चाहिँ अलि तलै हुन्छ हो यो चाहिँ माथि टपमा हाइस फड्कै यता चाहिँ अहिले मान्छे नआउने रहेछ खासै पहिला यता नि प्याक हुन्थ्यो पुरै धेरै मान्छे आउँथ्यो पहिला आमा खायो हिरो एकदम बबाल ल सही छ हेन्सम भन्छ बिजोग छ है केटी पाइन रे गाइज ल मेरो भ्युअर्स यदि कोही हुनुहुन्छ भने समझ रहे हो ल मन चाहिँ एकदम सफा छ फेरि 1 hour later. सो गाइज सानो हुक्का टाइम है अब चाहिँ अब यसो घुमियो वागा सागा घुमियो होइन अल्छी लाग्यो सो अहिले चाहिँ हल्का टाइम पास गरौँ भनेर यसो हुक्का हान्दैछ गाइज हाम्रो त्यहाँ बहिनीहरू पुरै त्यहाँ टिकटक बनाउँदैछ है पपुलर बहिनीहरू पुरै ल केटाहरू ल आऊ है ल डले बाई ल चल्दिम क्राउड एकदम म्याक्सिमम छ है गाइस क्राउड चाहिँ लास्टै सो लाग्दैछौँ हामी है गाइस सो न्यु इयर सिध्यो है गाइस वागाको कार्यक्रम सिध्यो कैमरामैन जल्दी फोकस करो बेहुली भाग्यो माइक्रोमा भाग्यो बेहुली भाग्यो One hour later. सो हामी चाहिँ अहिले टुलीतिर लाग्दैछ है गाइस यता टुलीहरू पनि छ मस्त दाइहरू पनि हुनुहुन्छ घाम लाग्यो मस्त मिठो घाम लाग्यो तर के गर्ने अब जाडो भिजिसक्यो हामी है मिठिर्क भइसक्यो भिजेर सो फाइनली गाइस हामी टुडीमा आइपुग्यो है गाइस वागाबाट हामी रिटर्न भएर टुडीतिर आइपुग्यो वागामा चाहिँ हामीलाई मस्त धोबी पानीले हाने है गाइस सो भिडियो चाहिँ अलिक मजाले बनाउन पाएन अहिले चाहिँ हामी टुडीमा छ है यो पनि मेगाङ गाउँपालिका एकदमै टुरिस्ट पोइन्ट हो है एकदमै बिजुली बालेर पाट भएर मिस्टर यहाँ पनि जम What's up? यसो के छ यसो टुडी कस्तो लाग्यो एकचोटि भनिदिनु रमाइलो है सबैजना आउनु होला सो अब माथि हामी भ्यू टावरतिर लाग्छौँ गाइस हेलो नम्बर ले लो भैया यारमा बोल्दिनँ यार बोल्दिनँ किन के भयो ल डिज मेरो दामादोस लजा है गाइस ल हामीलाई पनि मायाले हेर पार्वती है त लैलै भन्ने कोही छैन रहेछ A few inches later.
सबैजना फोटोसुट हान्दैछ है गाइस माथितिर टोलहरू पुरै बिजी छ उमेश दोष केही शब्द जाओस् यार सबभन्दा नराम्रो त भन्दैन ठिकै आज पानी र असिनाले चाहिँ बिजोक रमाइलो बनायो हामीलाई न्यु इयर एकदमै बवाल रमाइलो गराइदियो त्यो ह्यान्डसम देख्छु त यार म त 3-4 केटी पठाइदिउ न हाम्रो उमेश दोष त बन ह्यान्डसम क्या बन ह्यान्डसम हो क्या सो यसो नजर जाओस् है उमेश लामा तामाङ चाहिँ फेसबुकमा आइडी 2 शब्द भन्दै भनेको फर्स्ट अफ अल चाहिँ म सबैहरूलाई इन्ट्रोडक्सन गराउन चाहन्छु उहाँ चाहिँ मेरो दोस्त मेरो साथी होइन फ्रेन्ड हो उहाँको नाम चाहिँ शुभ नाम चाहिँ दामा तामाङ हो उहाँ चाहिँ धादिङदेखि नै हो है धादिङदेखि हो फ्रम धादिङ अहिले चाहिँ बसोबास अहिले नुवाकोटमा छ सो एकदमै मिलनसार मान्छे हो है गाइज है तपाईँहरूले दामालाई पानी मुनि बत्ती बालेर खोजे पनि भेट्दैन है सो गाइज यु हेभ टु थिङ्क अबाउट हिम सरी थिङ्क भयो यति नै हो यो भन्दा ए झिसमिसेमा तिमीले मेरो मन चोर्यो बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा म है बिस्तारै बिस्तारै माछा माऱ्यो गोलेले ब्यालेन्स गुड